कपाल काट्नु कति सामान्य लाग्ने काम होइन त? तर के कहिल्यै सोचिएको छ कि यो साधारण देखिने सेवाको पछाडि पनि एउटा पुरै सरकारी नियम र मापदण्डको एउटा खाका नै लुकेको हुन सक्छ? हो, आज हामी त्यही खाकाको बारेमा कुरा गर्दैछौँ। हामी सबै कपाल काट्न जान्छौँ, तर यसको पनि कुनै औपचारिक नियम होला भनेर सायदै सोध्छौँ होला। आखिर एउटा सामान्य हेयर कट दिनको लागि आधिकारिक रूपमै के सिप, ज्ञान र प्रक्रियाहरू चाहिँदो रहेछ त? हो, र यो प्रश्नको जवाफ लुकेको छ एउटा सरकारी दस्तावेजमा। सन् 2006मा तयार पारिएको एउटा आधिकारिक कागजातले कपाल काट्ने जस्तो सामान्य कामको पनि हरेक ससानो पक्षलाई एकदमै विस्तृत रूपमा परिभाषित गरेको छ। ल, त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, आधिकारिक सौन्दर्यको खाका। हेरौँ न त हाम्रो मापदण्डले के भन्दो रहेछ। र यो हो त्यो दस्तावेजको औपचारिक नाम। सुन्दा त कति गम्भीर र आधिकारिक सुनिन्छ है, तर वास्तवमा यो त्यही सामान्य कपाल काट्ने र अरू सौन्दर्य सेवाहरूसँग जोडिएको छ। दस्तावेज अनुसार सहायक ब्युटिसियन तह 1 भनेको त्यस्तो पेशेवर हो जसले स्याम्पू गर्ने, कपाल काट्ने, सुकाउने र मसाज गर्ने जस्ता सामान्य नियमित कामहरू गर्छ। मतलब हरेक काम एकदमै स्पष्ट रूपमा तोकिएको छ। त्यसो भए यो तह 1 को भूमिकामा जम्मा कतिवटा मुख्य सिपहरू तोकिएका छन् त? ल हेरौँ है त। 1 वा 2वटा होइन, पुरै 13वटा आधिकारिक रूपमा 13वटा छुट्टा छुट्टै कार्यहरू तोकिएका छन्। यसले नै देखाउँछ कि यो पेशाको दायरा कति फराकिलो रहेछ भनेर। अब यसमा के पर्छ त? हेरौँ है। स्याम्पू गर्ने, कपाल काट्ने, हेयर मसाज गर्ने, यति मात्र होइन, मेकअप, म्यानिक्योर, पेडिक्योर अनि मेहन्दी लगाउने कला पनि। सोच्नुहोस् त, तह 1 को लागि यो साँच्चै निकै फराकिलो सूची हो। ल, अब ती 13वटा काममध्ये एउटामा अलिक गहिरिएर हेरौँ, कपाल काट्ने काम। यो हो कार्य नम्बर 2। यसलाई केलाएर हेर्दा यसको वास्तविक गहिराई थाहा हुन्छ। दस्तावेजमा यसलाई कार्य नम्बर 2, सरल तरिकाले कपाल काट्ने भनिएको छ। तर यो सरल भन्ने शब्दको पछाडि यति धेरै चरण र मापदण्डहरू लुकेका छन् कि त्यो देख्दा त अचम्मै लाग्छ। हेर्नुस् न, आधिकारिक प्रक्रिया कस्तो हुँदो रहेछ। पहिला निर्देशन लिने, त्यसपछि एप्रोन लगाउने, अनि उपयुक्त औजार छान्ने, कपाल भिजाउने, छुट्याउने अनि बल्ल काट्ने। हरेक कदमलाई छुट्टा छुट्टै कार्यको रूपमा हेरिएको छ। यहाँ केही पनि अनुमानको भरमा छोडिएको छैन, सबै कुरा तोकिएको छ। अनि यो काम गर्न चाहिने औजारहरूको पनि एउटा आधिकारिक सूची नै छ। यो त एउटा व्यावसायिक टुल्की जस्तै भयो, होइन र? जसमा फरक फरक काइँयो, कैँची, एप्रन, हेयर ड्रायर, क्लिप, पानी स्प्रे सबै कुरा उल्लेख गरिएको छ। तर औजार हुनु मात्रै त सबै कुरा होइन। मुख्य कुरा त ती औजारहरू कसरी प्रयोग गरिन्छ भन्ने हो। त्यसैले कामको गुणस्तरको लागि पनि स्पष्ट मापदण्डहरू छन्। जस्तै कीटाणुरहित औजारहरू सङ्कलन गरिएको, आरामदायी रूपमा कपाल काटिएको र सबैभन्दा महत्त्वपूर्ण ग्राहकको इच्छा अनुसार कपाल सेट गरिएको। अब एकछिन सिप भन्दा पर गएर हेरौँ है। यो कामको लागि कस्तो ज्ञान र सरसफाइको मापदण्ड तोकिएको छ त? किनभने यो काम हातले मात्रै होइन, दिमागले पनि गर्ने काम हो। र यहाँ प्रश्न हुन्छ कि कपाल काट्ने जस्तो काममा पनि आलोचनात्मक सोच र जोखिमबारे जानकारी हुनु कति जरुरी छ। जस्तो कि सफा नगरिएका अर्थात् कीटाणुरहित नभएका औजारहरू प्रयोग गर्दा के कस्ता खतरा हुन सक्छन् भन्ने ज्ञान हुनु अनिवार्य मानिएको छ। त्यसो भए यति धेरै सिप र ज्ञानलाई आधिकारिक रूपमा जाँची कसरी गरिन्छ त? अब हेरौँ अन्तिम परीक्षाको प्रक्रिया कस्तो हुँदो रहेछ। सिप परीक्षणमा त हरेक ससानो कुरालाई जाँचिलो रहेछ। हेर्नुस् त, सफा एप्रन लगायो कि लगाएन? चेक। औजार कीटाणुरहित थियो कि थिएन? चेक। कपाल राम्ररी छुट्यायो कि छुट्याएन? चेक। हरेक चरणमा मापदण्ड पूरा भयो वा भएन भनेर यसरी मूल्याङ्कन गरिन्छ र यसैले नै त पेशाको स्तरलाई कायम राख्छ। त्यसो भए यो सबै विश्लेषणबाट के बुझिन्छ त? आखिर सेवामा लुकेको सिप भनेको के रहेछ? मुख्य कुरा के हो भने, हामीले सामान्य ठान्ने हरेक सेवा, चाहे त्यो कपाल काट्ने होस् वा मेनिक्योर, त्यसको पछाडि विशेषज्ञताको एउटा पूरै प्रणाली लुकेको हुन्छ। यस्तो प्रणाली जुन दस्तावेजीकरण गरिएको छ, सिकाउन सकिन्छ र परीक्षण पनि गर्न सकिन्छ। अब अन्त्यमा सोच्नुपर्ने कुरा,
हाम्रा वरिपरि अरू कुन कुन क्षेत्रमा यस्तै विशेषज्ञहरू छन् होला जो हाम्रो आँखा अगाडि नै छन् तर जसको सिप, ज्ञान र व्यावसायिकतालाई हामीले सायद कहिल्यै याद गरेका छैनौं।